नमस्ते, म चन्द्रमोहन शाह, यस श्रवण झाडुकुचो पसल रौतहटको संस्थापक तथा साहुजी। तपाईहरु सम्पूर्णलाई हाम्रो यस श्रवण झाडुकुचो पसलको युट्युब तथा फेसबुक च्यानलमा स्वागत गर्दछु। हामीले यो च्यानल चाहिँ खास गरी नेपाली घाँसकुचोको बारेमा विस्तृत रूपमा जानकारी दिन वा लिनको लागि खोलेका हौं। आगामी दिनहरूमा हामीले नेपाली गुणस्तरीय झाडुकुचोका बारेमा कुरा गर्नेछौँ, जस्तै नेपाली झाडुकुचोको मार्केट अपडेट्स, बिजनेस टिप्स, किसानदेखि फ्याक्ट्री र फ्याक्ट्रीदेखि कस्टमरसम्मको यात्रालाई हजुरहरूमाझ साझा गर्नेछौँ। कति किसिमका झाडु बन्छन्, कति किसिमका कुचो बन्छन्, कति ग्रामका बन्छन् र कुन प्राइसमा बजारमा एभाइलेबल हुन्छन्, हामीले त्यसका बारेमा पनि हजुरहरूमाझ यी जानकारीहरू साझा गर्नेछौँ। र साथसाथै नयाँ व्यापार गर्न चाहने हाम्रा साथीहरूलाई हामीले सम्पूर्ण किसिमका सामानहरू दिएर, र मटेरियलहरू दिएर, अथवा बनेका सामान चाहिन्छ भने बनेका सामानहरू दिएर पनि हजुरहरूलाई हेल्प गर्नेछौँ। साथसाथै हाम्रा जो इस्टाब्लिस्ड सप्लायरहरू हुनुहुन्छ, साथीभाइहरू हुनुहुन्छ जो अलरेडी होलसेल काम गर्नु भइरहेछ झाडुकुचोको, उहाँहरूलाई पनि हामीले यही भिडियो मार्फत आह्वान गर्न चाहन्छौँ कि यदि एउटा झाडुकुचोको लागि ट्रस्टेड पार्टनर या ट्रस्टेड म्यानुफ्याक्चरको खोजीमा हुनुहुन्छ भने तपाईको खोजीको अन्त्य भएको छ। हामीहरू तपाईहरुको लागि बसेका हौं। हामीहरूले अवश्य पनि तपाईहरुलाई हेल्प गर्नेछौँ र आशा छ तपाईहरुले पनि हामीलाई सपोर्ट गर्नुहुनेछ। हामीले तपाईहरुलाई मिनिमम रेटमा अथवा बेसिक रेटमा राम्रो क्वालिटीको सामान प्रोभाइड गर्ने चाहना राखेका छौँ र प्रोभाइड गर्नेछौँ। क्वालिटीमा कम्प्रोमाइज गर्ने छैनौँ र क्वालिटी अथवा रेटमा कम्प्रोमाइज गर्नु परेमा अवस्था त्यस्तै आएमा, किनभने अहिले इकोनोमिक कन्डिसन खराब छ, त्यस्तो अवस्था आएमा हजुरहरूमाझ हामीले पहिला चाहिँ इन्फर्म गर्नेछौँ कि रेट अपडेट्स के भएको छ, कसो छ। त्यसैले रेट मार्केट अपडेट भनिएका हौँ हामीहरूले चाहिँ हजुरहरूलाई रेटको बारेमा र मार्केटका बारेमा निरन्तर रूपमा अपडेटहरू दिँदै गर्नेछौँ र दिइराखेका छौँ। हाम्रा पुराना साथीभाइहरू जो हाम्रो फेसबुकमा जोडिनु भएका छ अलरेडी, उहाँहरूलाई अलरेडी थाहा होला हामीले बेला बेलामा कसरी साथीभाइहरूलाई चाहिँ रेट घट्दो, रेट बढ्दो अथवा सामान राम्रो नराम्रो भएको कुरा चाहिँ जानकारी दिँदै आएका छौँ। आशा छ हजुरहरू सम्पूर्णले हाम्रो कुरा बुझ्नुहुनेछ र सेवाको मौका अवश्य पनि दिनुहुनेछ। तपाईहरूको अर्डरको लागि दिवालीका खास गरी अब दिवालीमा सेल्स बढ्छ, दिवालीका अर्डरका लागि अहिलेदेखि नै बसिरहेका छौँ र केही साथीहरूले अर्डर त गरि पनि सके र जो साथीहरूले अर्डर गर्नु भएको छैन उहाँहरूलाई पनि अर्डर दिनको लागि म यहीँबाट आह्वान गर्न चाहन्छु। किनभने सिजनको बेलामा सबै साथीभाइहरूलाई हामीले अर्डर लिन अथवा प्रोभाइड गर्न सकिरहेका हुँदैनौँ, अर्डर सप्लाई गर्न सकिरहेका हुँदैनौँ। त्यही भएर दिवालीभन्दा 1-2 महिना अगाडि नै जो साथीहरू सक्षम हुनुहुन्छ कृपया आफ्नो अर्डर हामीलाई दिनुहोला। हामीले 10-15 दिनमा, अब किनभने यति चाँडो त पोसिबल छैन, अर्डर छ अहिले पनि साथीहरूका हाम्रा हैन, ती अर्डरहरू म्यानुफ्याक्चर गरेर लाइन बाई लाइन जसरी हजुरहरूको नम्बर आउँदै गर्छ त्यसरी नै साथीहरूलाई चाहिँ हामीले प्रोभाइड गर्दै जानेछौँ, अर्डर सप्लाई गर्दै जानेछौँ। तर सामान चाहिँ पुराना साथीहरूलाई हामीले घट्न दिने छैनौँ। पुराना साथीहरूलाई जो हामीसँग जोडिनु भएको छ उहाँहरूलाई चाहिँ हामीले सामान घट्न दिनेछौँ। जति पनि सामान हजुरहरूले चाहिन्छ, जति पनि हजुरहरूले सामान बेच्न सक्नुहुनेछ, सम्पूर्ण हामीले जिम्मा बोकेका छौँ। हामीले तपाईहरूको अर्डर सप्लाई चाहिँ कम गर्ने छैनौँ, चाहे त्यो बिस्तारै बिस्तारै होस्, तर सप्लाई चाहिँ कम हुने छैन, सप्लाई निरन्तर रूपमा भइराख्नेछ। नयाँ साथीहरू जो जोडिन चाहनुहुन्छ हामीलाई हाम्रो WhatsApp नम्बर या फेसबुक पेजमा मेसेज गर्न सक्नुहुन्छ। हाम्रो WhatsApp नम्बर 977981404513 अथवा 977824270254 मा मेसेज या WhatsApp गर्न सक्नुहुन्छ, कल गर्न सक्नुहुन्छ, आफ्नो अर्डर टिपाउन सक्नुहुनेछ। नयाँ सप्लायर साथीहरू जो कोही यदि गुणस्तरीय क्वालिटीको सामानहरू खोजिराख्नु भएको छ उहाँहरूले हामीलाई सम्झाउन सक्नुहुन्छ। तपाईहरूको खोजी अन्त्य भएको छ। हामी एउटा ट्रस्टेड म्यानुफ्याक्चरर र ट्रस्टेड पार्टनर हौँ हजुरहरूले हामीलाई एकदम ट्रस्ट गर्न सक्नुहुन्छ।
तपाईहरुको सप्लाई चेनमा कहिले पनि कमी आउने छैन हाम्रो तर्फबाट। र रेट त अहिले अब मार्केट जुन हिसाबले चलिरहन्छ त्यही हिसाबले दिने नै छौँ हामीले हैन। रेटमा चाहिँ मार्केटभन्दा कहिलेकाहीँ हाम्रो कमै पनि हुन्छ। जेन्युन रेट लाग्छ, हामीले चाहिँ बढी मार्जिन राख्न खोज्दैनौँ, किनभने हामीलाई निरन्तर व्यापार चाहिएको हो, क्वालिटी व्यापार चाहिएको हो। र एकचोटि जो साथी हामीसँग जोडियोस् उहाँहरूले हामीलाई नछोडोस्, हामीले उहाँलाई छोड्न चाहन्नौँ। हामी एउटा रिलेसन बनाउँदैछौँ, कस्टमर होइन, हामी साथीभाइ बनाउँदैछौँ। र साथीभाइहरू छुट्नु हुँदैन, व्यापार आफ्नो ठाउँमा छ। व्यापार होस् या नहोस्, मित्रता छुट्नु भएन हैन। र व्यापार पनि हुन्छ नै, आशा छ जहाँ मित्रता हुन्छ त्यहाँ व्यापार हुन्छ नै, रेट जेन्युन लाग्छ नै। साथसाथै अब हजुरहरूसँग बिदा लिन चाहन्छु। सम्पूर्ण साथीभाइहरूलाई चाहिँ हाम्रो यो भिडियो लाइक, कमेन्ट र सेयर गर्न रिक्वेस्ट गर्दछु। र युट्युबमा हेर्नुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला, च्यानललाई सेयर गर्नु होला, र साथसाथै फेसबुकमा पनि फलो गर्नु होला। फेसबुकमा पनि हाम्रो यही नाम रहेको छ, श्रवण झाडु कुचो पसल। साथसाथै इन्स्टाग्राममा पनि रहेको छ हाम्रो। हजुरहरूले हामीलाई फेसबुक, युट्युब, टिकटक तथा इन्स्टाग्राममा मेसेज गर्न सक्नुहुनेछ, जोइन गर्न सक्नुहुनेछ। हामी हरेक प्लेटफर्ममा हजुरहरूको सेवामा बसेका छौँ। अवश्य पनि एकचोटि सेवाको मौका दिनु होला। हस्त धन्यवाद। लाइक, सेयर एन्ड कमेन्ट अवश्य पनि गर्न नभुल्नु होला। साथीहरूमाझ हाम्रो कुराहरू प्रस्तुत गरिदिनु होला। जो साथीहरूले काम गर्नु भइरहेछ अथवा हाम्रो जो मित्रहरूले काम गर्नु भइरहेको छ, उहाँहरूमाझ यो भिडियो चाहिँ सेयर गरिदिनु होला। धन्यवाद।